वर्षा हुँदा हाँस्ने र घाम लाग्दा रुने रुख। छत्तीसगढको सानो गाउँमा एउटा अनौठो रुख थियो जुन गाउँका सबै मानिसका लागि रहस्यको विषय बनेको थियो। मानिसहरू भन्थे यो रुख त घाम लाग्दा रुन्छ, वर्षा हुँदा हाँस्छ। कोही विश्वास गर्थे, कोही हाँस्थे। तर ती सबै कुरा सुनेर पनि सानो केटो अर्जुन भने जहिले पनि त्यो रुखको छेउ पुग्थ्यो र चुपचाप हेरेर बसिरहन्थ्यो। अर्जुनको हजुरआमा भन्थिन्, यो रुख त देवीको आशीर्वाद हो बच्चा। जब हामी दुःखी हुन्छौँ यो पनि हाम्रो साथमा रुन्छ, अनि जब हामी रमाउँछौँ यो पनि हामीसँगै हाँस्छ। अर्जुनले त्यो कुरा बालसुलभ मनले विश्वास गर्यो। एक दिन गाउँमा ठुलै घाम लाग्यो। सबैजना तातोबाट बस्न घरभित्र पसे। तर अर्जुन भने फेरि पनि रुखको छेउ पुग्यो। उसले हेऱ्यो, रुखको बोक्राबाट साना बुँदाहरू खसिरहेका थिए, बिल्कुल आँसु जस्तै। अर्जुनको मन भक्कानियो। उसले रुखको बोक्रामा हात राख्दै सोध्यो, तिमी किन रुँदैछौ साथी? के तिमीलाई पनि गर्मी मन पर्दैन? त्यति बेला अचानक घनघोर बादल लाग्यो। बर्सात सुरु भयो। एकाएक रुखको बोक्रा सुक्खा देखिन थाल्यो। उसका पातहरू हल्लिएर झनै जीवन्त देखिए। अर्जुन मुस्कुरायो, तिमी साँच्चीकै हाँसिरहेछौ? उसले सोच्यो, हजुरआमा ठिक हुनुहुन्थ्यो, यो रुख त साँच्चीकै हामी जस्तो भावनाले भरिएको रहेछ। त्यसपछि अर्जुनले गाउँका सबै बालबालिकालाई रुखसँग चिनाउन थाले। ऊ भन्थ्यो, यो हाम्रो साथी हो। जब हामी खुसी हुन्छौँ यसले महसुस गर्छ, हामीलाई दुःख लाग्दा यसले पनि साथ दिन्छ। बालबालिकाले त्यो कुरामा रमाइलो मान्न थाले। उनीहरू वर्षामा त्यो रुख मुनि उफ्रिन्थे, हाँस्थे। घाम लाग्दा उसलाई पनि पानी हाल्थे, स्याहार गर्थे। कहिले काहीँ वैज्ञानिकहरू पनि आउँथे, अनुसन्धान गर्थे। उनीहरू भन्थे यो त राल निस्केको जैविक प्रक्रिया हो। तर गाउँलेका लागि त्यो वैज्ञानिक भाषा भन्दा बढी महत्त्वको कुरा भावनाको सम्बन्ध थियो। अर्जुन ठुलो हुँदै गयो, तर त्यो रुखसँगको सम्बन्ध कहिल्यै टुटेन। पढ्न सहर गयो पनि जब फर्किन्थ्यो सिधै रुखको छेउ पुग्थ्यो, उभिएर भन्थ्यो, तिमी अझै पनि उस्तै छौ है? घाम लाग्दा रुन्छौ, वर्षा हुँदा हाँस्छौ। तिमीले मलाई धेरै कुरा सिकायौ, भावनाहरू, समझदारी र साँचो मित्रता। अन्त्यमा त्यो रुख केवल रुख मात्र थिएन, त्यो प्रकृतिको एक जीवित पाठशाला थियो जसले बालक अर्जुनलाई मानवीयता, संवेदना र जीवनका रङहरू सिकायो। रुखहरू साँचो साथी हुन्छन् भन्ने सन्देश दिँदै यो रुख अझै पनि उस्तै उभिएको छ, घाममा रुने र वर्षामा हाँस्ने।